दर्शकबिन यतिखेर पूर्व एआइजी विश्वराज पोखरेल रासोपाका सभापति रवि लामी छानेलाई नक्खु कारागारमा भेटेर बाहिर आइसक्नु भएको छ। अब यतिखेर उहाँसँग संवादका लागि देख्न सकिन्छ विश्वराज पोखरेल देख्न सकिन्छ। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेर एकपटक ओखलढुङ्गा जिल्ला घुमेर आइसक्नु भएको छ भने उहाँले आफ्नो क्षेत्रमा घरदैलो कार्यक्रमहरू सम्मका कार्यक्रमहरू गरिसक्नु भएको छ। सम्भवतः रासोपाले ओखलढुङ्गामा उहाँलाई नै चुनाव अगाडि बढाउने तयारी बुझिएको छ भने यहाँ हामीसँग देख्न सकिन्छ विश्वराज पोखरेल पूर्व एआइजी हुनुहुन्छ। उहाँ लामो समय प्रहरी सेवामा बिताउनुभएका पोखरेल यतिखेर भने नक्कु कारागारबाट बाहिरिने क्रममा हुनुहुन्छ। उहाँले पार्टीका सभापति रवि लामी छानेलाई भेटेर फर्किसक्नु भएको छ। सम्भवतः यहाँ मिडियाको यो जुन यो भिड देख्न सक्नुहुन्छ, कभरेज देख्न सकिन्छ। पछिल्लो समय विश्वराज पोखरेलको चर्चा एकदम बढ्दो छ र विश्वराज पोखरेलसम्म पुग्ने अवस्था छैन। दर्शकबिन यहाँ देख्न सकिन्छ यो नेपालको मिडिया चल्ने तरिका यो उहाँ हामी देख्न सक्छौँ। विश्वलाई एकदमै गाह्रो भइरहेको छ देख्नको लागि भने उहाँ ओखलढुङ्गाबाट सम्भावित रासोपाको उम्मेदवार हुनुहुन्छ।